राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि आइतबार काठमाडौँको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ। सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्दैछ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार भोलि 12 बजेबाट सुरु हुने प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनेछन्। यसअघि बिहिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दा सामूहिक गिरफ्तारी दिने तयारी सहितको निर्णय गरेको एक नेताले बताएका छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित 3 कुने घटनामा पक्राउ परेकाहरूको रिहाई मागेर राप्रपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ। 3 कुने घटनामा मिश्र र जबरा पक्राउ परेको भोलिपल्टै 16 चैत्रबाट राप्रपाले देशभर आन्दोलनका कार्यक्रम गरिरहेको छ। 26 चैत्रमा राप्रपाले बल्खुमा सभा गरेर आफ्ना नेताहरूलाई रिहाई र उक्त दिनको घटनाको छानबिन गर्न आयोग गठन नगरिए सशक्त आन्दोलनको चेतावनी दिएको थियो। यसपछि केही दिन मौन रहेको राप्रपाले दोस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको हो। दोस्रो चरणको आन्दोलनमा पहिलो दिन नै निषेधित क्षेत्र तोड्ने कार्यक्रम राखिएको छ।